हामी चाहिँ आज गोल्डन विक मनाउन हिँडेको बिहान 10 बजेदेखि रेडी भएको यो मान्छे चाहिँ आउँदाखेरि 1 बज्यो कति टाइम लाग्दो रहेछ है हामीलाई भन्दा धेरै गोल्डन विक सकेपछि हामी हिँडेको छौँ यहाँ चाहिँ ल यहाँ मेरो बहिनी छिन् बिहान कति बजेदेखि रेडी भयो हामी म त 10 बजे उठेको हामी 10 बजे रेडी भयो कति बजे आएको 12 बजे 1 बजे आएको अब हामी लेट जाऊँ ल गएर चल हाम्रो राइडर चाहिँ अगाडि सर्दैछ अलिअलि भाइको गुड अझ हातले इसारा दिनु भइरहेछ उहाँले चाहिँ हिँड्नुहोस् रे कति टाइम लाग्छ होला गाडी सँगसँगै हिँड्नु पर्यो है बाइक त छिटो जान्छ नि त अरूभन्दा यति नै नगरे फेरि भाइले मेरो दिदी होइन भन्ला होइन के गर्नु अनि 2-4 वटा भिडियो बना कहाँ जानु लाग्यो रे हामी कहाँ जानु लाग्यो छैन मलाई त ठाउँ हामी कहाँ जानु लाग्यो हामीलाई थाहा छैन त्यो चाहिँ सरप्राइज हो है गाइज दिपालाई थाहा छ दिपालाई पनि थाहा छैन कथाले कहाँ लेख्छ कथाले कहाँसम्म मागेको छ है हामी कसैलाई थाहा छैन गएपछि थाहा हुन्छ कहाँ पुग्छ भनेर है यता फेरि हाम्रो ब्रान्डेड दिदी हो नि फेरि ब्रान्ड चाहिँ केही छैन है गाइज है गाइजहरू खै होइन यो पुरानो सबै ब्रान्ड हो आफ्नो ब्रान्ड छ ब्युटिफुल क्युट बहिनीहरूसँग है म चाहिँ दिदी बिग सिस्टर है ठ्याक्कै अहिले भर्खर मैले टिकटकमा भिडियो देखाएको थिएँ कि यिनीहरूको इचिरानको ठ्याक्कै माथि डान्स गरेको हालिरहेको पठाइदिनु त त्यहाँ मेरोमा यहाँ मेसेजहरू पठाइदिनु त यो जापानमा चाहिँ रामेन खानेहरूको लाइन हो है यो चाहिँ मलाई नि एकपल्ट ट्राई गर्नु मन लाग्छ यो चाहिँ लाइनै बसेर भए पनि थाहा र यो जापानमा खानको लागि है यो चाहिँ लाइनहरू केही होइन हाम्रो नेपालमा चाहिँ सरकारी कामको लागि यस्तो लाइन हुन्छ होइन रातिमा कस्तो राम्रो देख्थ्यो जापानमा चाहिँ खाने हो 35 कति ठुलो छ यो त पुरै बिल्डिङ रामेनकै रहेछ नि भएर पनि है यति धेरै बाहिर माथि भनेको त सुबै नै सानो क्लिप्स बनाएर हाल्नुपर्छ हामी चाहिँ अहिले 7मा रोकेर चिया होइन कफी नास्ता खान लागेका छौँ के गर्दैछन् है बन्यो कफी बनाउँदैछन् गाइजहरूले मैले पनि बोकिसकेँ बाटोमा छौँ फाइनल्ली हामी चाहिँ हाम्रो घुम्ने ठाउँमा आइपुगेका छौँ फरेस्ट क्याफे हो क्याफेमा हो इतोसीमा राम्रै छ यहाँ धेरैजना हुनुहुन्छ मान्छेहरू अब हामी यहाँ कफीहरू अब के छ हेर्दै जाऊँ है एकदम राम्रो छ यति धेरै लाइन छ कसो गरी बस्नु यो सब लाइन हो हाम्रो लाइन त हामीले त यहाँबाट लाइन छौँ यो सबै लाइन हो है कहिले पाला आउने हो घरबाट पनि छिटो हिँड्दैनौँ हामी बरु यता डुल्दै गऱ्यौँ अनि आमा यहाँ लाइन आएपछि त हामीले रमित हेर्दै गर्छौँ हामी चाहिँ त्यहाँ लाइन बस्न नसकेर बाहिर घुम्न आएको छौँ भिडियो बनाउन टिकटक बनाउन है हाम्रो सट्टा चाहिँ त्यहाँ भाइहरू बस्नु भएको छ हामी चाहिँ सुरुमै यहाँ अवलोकन गरौँ कस्तो छ भनेर आएको फाइनली आयो
피쉬가 스토롱 모레스타. 아이, 지금 몸들아. 네. अरे म थियो त बेडवाला राख्दै छ। मास तर दुईटामा दिन पर्छ नि। होइन होइन हाम्रो दुईटा हो तर तिनटामा गरिदिनु पर्थ्यो है। 椅子はその時すぐ持っていきますよ。で、戻ってきたら今持ってる番号と商品の交換になります。 भाइ आउनु भयो 用意してますのでね、それを持っていきます。はい、カフェをするということです。よろしいでしょうか。 हाम्रो चाहिँ खोइ त त्यसो भए अहिले तपाईँसँग सोध्नु होला के आउनु बनाइदेऊ ल ल ल तिम्रो नजिकबाट लिएर पनि गराउनु पर्छ अलि माथिबाट हो हिँड 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 हामी चाहिँ जाँदैछौँ दुईटा टोकरीमा बोकिरहेछन् म चाहिँ भ्लग बनाउँदैछु दिदीलाई सामान देऊ ल होइन पर्दैन बनाउन दिनु न म यहाँ भिडियो बनाउँदैछु ओ माई गड सामुई देश नि चिसो होला जस्तो छ गाइस हामी आइपुग्यौँ हामीले वेट गरेको खानेकुरा नि हामीले पाएर हामी चाहिँ बस्ने ठाउँमा आइपुगेको छौँ है कस्तो लाग्यो दिपासान एकदम रमाइलो हुँदैछ हजुरहरूलाई कस्तो लाग्यो भन्नुहोस् अब ठिक छ नयाँ के भयो एक्सपिरियन्स नयाँ ठाउँ जङ्गलको बिच है हेर्नु त्यस्तो रहेछ नि त त्यसमा फोटो खिच्न मिल्ने त्यहाँ त्यहाँ कस्तो लाग्यो हजुरहरूलाई सिटमा यस्तो यस्तो अब उ हुँदो रहेछ कि राख्ने चित्त बुझाउन गाह्रो यो छोरी मान्छेलाई जहाँ लगे पनि है अघि त्यहाँ हुन्जेल माथि जाउँ भने माथि आए तल जाउँ भन्छन् यहाँ राख्ने हो नि त अनि हाम्रो चेयर हुन्छ भएन र हामी होचो भएर होला कस्तो लाग्यो हजुरलाई भन्नुहोस् चित्त बुझेन बुझ्यो बुझ्यो चित्त हामी चाहिँ आइपुग्यौँ अब हामी फोटो सेसनको हाजिमारी चाहिँ दिदीबाट हुँदैछ दिदी अब मोडलिङमा पनि अब्बल हुनुहुन्छ भन्नु त सबैले ओके म चाहिँ यहाँ फोटो खिच्न लागिरहेको छु आजको म के हो म मोडल हो रे भाइले भनेको दिदी सधैँ मोडल हो भाइको लागि है कस्तो देखेको छु भनिदिनु होला 2 3 4 मात्रै रहेछ चम्चै छैन मसँग तपाईँ भिडियो गर्नु अनि तपाईँलाई दिन्छु ल मैले चाहिँ भिडियो गर्दैछु ल लास्टमा नपरि यहाँ खाना रेडी भइरहेछ हुनु पर्ने त हामीले यो 4 वटा लिएर 4 वटा मात्रै अब एउटा दिलाई नि त दाइलाई मसँग चम्चा छैन ल तपाईँ गर्नु नि त नि होइन है दाइजू हामी चाहिँ यो सल्लाहलाई गट्टा खान लागिरहेको हामी चाहिँ सल्लाहको गट्टा खाइरहेछौँ खाएन दुखान ल्याउ ल्याउ यहाँ ल्याउ लास्ट डे चकलेट रहेछ चक्लेटकै हो है चक्लेटै भयो के गरे मिठो ओइसी 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 माथिको लड्ने यिनीहरूले हुममा यो चाहिँ सल्लाहको डिजाइन सल्लाहको के हो यसलाई के भन्छ गट्टा डिजाइन गरेको डेजर्ट हो भुइँमै इचिगो नाका नाका ए कसरी जान्छन् गयो जा कस्तो लाग्यो त बबाल छ खानेकुरा कस्तो लाग्यो हजुरहरूलाई के भन्छ खाएको खाइ गर्छ केटी त बोल्दैन क्ल्याप्स कट के भन्छ है त्यस्तै हो यहाँ मुनि छ के टाइम क्ल्याप्स
स्पिडमा गराइदिन्छ क्या अहिले सबै हामीले गरिरहेको छौँ नि अलिक इन्टु 5 जस्तो दिपा यस्तो रहेछ नि त यहाँ के रहेछ मुनि खानेकुरै रहेछ तर प्लेट जस्तो रहेछ हो कि सब्सक्रिप्सन हो फोनमै हुन्छ तपाईँको फोनमा फोनमै छ फोनमै हुन्छ त्यहाँ लास्टमा छ मुनिको नाइ फोटो भिडियोको स्लाइड गर्नु त मुनि सबसे मुनिको त्यहाँ यो चाहिँ सल्लाहघारी है सल्लाहको बिचमा छ मोबाइल हो के तर राम्रो छ हो त्यो अन गर्नु त हेर्नु त तपाईँको एकछिन गरेर थिच्नु न क्याम भिडियो यसरी छुट्टा छुट्टै यसलाई चाहिँ एक ठाउँमा त बादलहरू सरर हिँडेको वाला हुन्छ नि भन्नाले मोबाइल चाहिँ हल्लाउनु भएन राख्ने यसरी नै राखेर छोड्ने क्या अब तपाईँ हेर्नु त त्यो भिडियो हो नान्ते माई उते नाइ कति आयो यो मध्ये बेचा किचा भिडिओ चुकुता देसो अतसी सिकाएन त दिदी नानी मे उते नाइ देसो तोकिदेऊ गीत नियमको दे म कुरो त्यतामा त लड्लाको मुनि नै राख्नु बरु अनि त्यो मान्छे देखिन्न तपाईँकोबाट त्यसरी हामी चाहिँ अर्को सेकेन्ड टाइम खाँदैछौँ है यो के हो पिज्जा हो के हो यो आमा टमाटर भन्दा आएन है यो चाहिँ नेमी ल चम्चा किन सधैँ फ्यालेको चम्चा अनि अरूले तान्ने हो नि त यो पनि ताबे नाइ नो यो मान्छे कहाँबाट जन्मियो कि अल्टर पेटबाट पेटबाट नि जङ्गलबाट खानुपर्छ भन्दा मात्रै हेर्नु त यहाँ सम्झाउन भ्याले हेर्ने जङ्गलबाट जन्म जङ्गलमै आइरहेको छु दिदी बाँदरै जात जनाइहाल्यो क्या जङ्गलमै आइरहेको छु भनेर ओइसे तिमीले मन पर्दैन कि भनेको भन्नु पर्यो अतसी नान्दै म ताबेर मिठो छ कस्तो घरमै बनाएको स्वाद जस्तो लाग्यो के थाहा पाउनु सकिनँ के ऊ के अरे पिज्जा हो ए अन्डा खालको अन्डा होला अन्डा नेपालमा खाइन्छ नि त्यो वाला अन्डा जस्तो रहेछ के हो गाईको जस्तो लागेन होइन होला खानु दि खानु न के अरे गाईको दुध पुरौनी बनाएर टाइप जस्तो हुन्छ नि है त्यस्तो नि स्वाद मलाई त के हो स्वाद खाएको जस्तो लाग्यो टेस्ट मिठो रहेछ थाहा पाउँछ अन्डै पो हालेको छ हो साँच्चै हाम्रो दोस्रो लट पनि भ्याएन है हामीले भित्र के हाले हामीले पुरै यहाँ थाहा पाइसक्यौँ है रिसोर्ट गाईको मासु पनि हुन्छ सम्भावना धेरै भयो भने भयो भयो भने भयो के अन्त तिमीले पनि खायौ झुक्केर खाँदा पाप लाग्दैन अरे नि त होइन पाप लाग्छ लाग्छ तपाईँलाई लाग्यो त्यसो म त खाइनँ नि उसलाई त झन् हेर्नु पर्छ नि पाप लाग्छ मैले पान मात्रै खाएको म लेमनै रहेछ पानी खायो नि त खाइहाल्यो नि खाएको हो हजुरले त खानुहुन्न यहीँ रहेछ नि हातमा लिनु नि त एउटा यसमा त भुइँमा झऱ्यो जङ्गलको केकमा आएको यस्तो किरावाला चक्लेट नै पाउँदो रहेछ तर मैले खाइदिएँ भनेर खारै देखाइदिनु नि कन्टेन्ट किरा कन्टेन्ट छ नि आमा किरा हेर गाइस खान्छु भनेर मैले खाइदिएँ है त मेन भर्सेस वाइल्ड जस्तो नमिठो किरा के रहेछ मेन भर्सेस वाइल्डमा के लाउनु पर्छ जस्तो मेन भर्सेस वाइल्डमा जापानको किरा त वैसी हुँदो रहेछ मिठो हुँदो रहेछ गाइस मुखमा चलिरहनु होला है डर लाग्यो त्यो टिकटक हाल्नु पर्छ है साँच्चै मिठो कि नमिठो भन्नु न देखाउनु नि त्यस्तो मान्छेले एक्सप्रेसन त मन पर्नु तिमी चाहिँ हाची त्यो मौरीको मैले खाएको किरा यिनीहरूलाई डर लाग्यो लेमन रहेछ नि त्यो चाहिँ यो चाहिँ लेमन रहेछ खाऊ न ल्याउ त एकपल्ट म यसलाई सेचुमे गरौँ सबै त के सेचुमै गर्नुहुन्छ है दिदीले सुरुमा यो चाहिँ मौरीको चाका जस्तो अनि लेमन है हाची चाहिँ खानुभयो तपाईँले हाची चाहिँ मैले खाइदिएँ हाची मिचीको है हाची खाएँ किरा हाची त्यसलाई त भन्छ हाची मिचु हाची मिचु भनेको चाहिँ त्यसको रस होइन हाची मिचु भन्छ कि भनेको चाहिँ मह भयो के मह भयो देऊ न अलिकति कमेन्ट गर्नु भन्नु न साथीहरूलाई अब पालो लेमनको है सेम रियल जस्तो रहेछ नि टेस्ट पनि त्यस्तै तिमी चाहिँ भ्लगमा सुहाउने भन्छ रहेछ त्यस्तै नि त्यस्तै खायो त्यो खसा खसा खालको क्या छ त्यस्तै नै छ क्या अब यो लेमनै जस्तो छ कि अमिलो यो पनि लेमन जस्तो जस्तो नक्कल पार्नु अमिलो
होइन अमिलो छ चम्चा ल्याउ न तिम्रो लेमन काजी लेमन फ्लेभर भएर सम्मुख दिपा तिमीले यसले खानु नि त तपाईँको सुरुमा महँगो हुनु ठिकै हो है अनि त्यो त्यस्तो डिजाइन बनाउनु डिजाइन अनुसारकै उ रहेछ क्या यो मुनिको चाहिँ के हो किजिनको लेमन होइन कि यो भुइँको चाहिँ यो चाहिँ उ के अम्लो अम्लो है फ्लेभर घिउ जस्तै छ घिउ जस्तै अनि अमिलो अमिलो है सचो प्याज फेरि कागती घिउ जस्तो लाग्यो खुवा जस्तो छ है खुवा जस्तो यो है बोलीसँग अमिलो छ अमिलो खाँदा चाहिँ घिउ जस्तो लाग्यो उसलाई के रहेछ होइन हाका तातोरी मनको त्यो हो सही हो हाका त तोरी मन मिठो हुन्छ नि मिठो हुन्छ नेपाल जाँदा नि लग्दै थियो हामीले फर्स्ट टाइम जाँदाखेरि मन पराएको थियो त्यो खुवा चाहिँ अनि त्यो यता फाइनेन्स के भन्ने पाउँछ कम्बिनेर त्यो पनि त्यस्तै हुन्छ नि फाइनेन्स त्यो फ्यामिली मार्टको कस्तो मिठो हुन्छ कुनामा त्यो हार्ची जस्तो पर्छ फ्यामिली मार्टको चाहिँ अझ मिठो हुन्छ हो मैले फ्यामिली मार्टमा काम गरेँ हुन्छ त्यो चाहिँ थाहा भएन डेजर्टको आइटम होइन लसुन चाहिँ पान भन्दा के हो फिनान्स हो के त्यो चाहिँ ए लेमन गस्ते पाउँछ नि आकार होइन फ्रान्सको हो के यहाँको डेजर्ट होइन जापानको फ्रान्सको पानको डिपार्टमा एक साइडमा राखेको हो। म त फ्रान्स मुजुरुसीको कि कतातिर राखेको हुन्छ खाइ भ्याउनु नसकेको चाहिँ मलाई दिइरह भुइँ पनि खाइदिन्छु भन्नु न दिदी म बेसको भुइँ पनि खाइदिन्छु अब कसरी निकाल दिबा गाह्रो छ मलाई पनि यहाँ क्यामेरा समाउनु कि आँगन है क्या त्यो चाहिँ। हातले तान्दै छ ओ सुगै नखसाउनु है तर के राखेर चाहिँ है यो ओट्स जस्तै टाइपको है मिठो रहेछ त्यो के अरे के बनाउँथे नि के अरे नरिवल छ यहाँ त यो झन् मिठो रहेछ अघिको भन्दा अफिसरले के बनाउँथे नरिवल भए त खानु पर्दैन माछिँदो रहेछ नरिवल छ कोकोनट रहेछ है त्यो हो ओइसी ओइसी भन्नु न ओइसे कोकोनट फुल हो आज बन्द गर्दै गर्दै बनाउने हो हो जानी मम्मीले नि ठ्याक्कै यस्तै गर्ने 5 बजे ल ल ल ल जाम 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 रे त्यो हतार भाज त के ठ्याक्कै त्यही गर्दा ल्याले मम्मीको ल 5 बजी सक्यो अब त हो भन्दै त्यो नेपालको टाइममा 5 बजे भनेको त बेलुका अब खानासाना पकाउनु पर्छ एकदम गर्नु पर्छ नि त ल 5 बजे गर्दा गर्दा रे भर्खर आठाउनु नि अलि त सरेर सहयोग गरिदिनु त म त डेक चल्दिनँ होला सोया सासी अनि हामी मान्छे नि धेरै खाउने बिचरा मैले छोरीहरूले कर गरेर घुम्न ल्याइदिएको ल हामी अब के खाने त हामी पहिला यो खाएर यो गुलियो खाने पनि छ नि त दोन 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 ताबे मास्छ गाडीमा खाँदै जाँदा पनि हुन्छ इजीको उसलाई इचिको खाऊ त्यसलाई त मन पर्छ तिमीलाई मन पर्छ पितालाई मन पर्ने हो त्यही भनेको होइन सबसे मन पर्ने मलाई हो नि भाइ साहब हो ल ल ल ल मलाई सोधेनन् भने रमाइरहनु भयो फेरि अरूलाई सुसुवे गरेर आज ओइसी पकाउने मान्छेको नाम भाग आउँदैन भने जस्तै भयो हेर नि नि चिको रहेछ ल ल ल अघि त अमिलो थियो है तम चम्ची देऊ न अन्त दाजुलाई बिचरा चम्ची माग्नु भएको खाल्दै हाल्यौ तिमीले अनि माग्नुहुन्छ त वाइट क्रिम होला त्यो क्रिम मात्रै हो दिदी त्यो माथिमा हेन्डेल चाहिँ मुदो सुन्ने त्यहीको म यो त ठुलै चिको रहेछ सबै चिको मात्र रहेछ ओ यो त टक अमिल रहेछ नि त अब परेको क्या मलाई तिनवटा जेनेरेसन पुग्यो हजुर तिनवटा जेनेरेसन कस्तो लाग्यो ठिकसँग छोरी हजुर मिठो छ यस्तो जङ्गल यसमा चाहिँ चिकोको डल्लै छ है सिङ्गै नेपालको कतिसम्मको नदेखि आँखामा छारो हाल्यो त हेर त सिङ्गो इचुको माथि पुरै क्रिम हालिदिएर है दलेर ल्याउने के के अरे गर्ने हुन्छ अघिसम्म जापानको सेचुमे होला त ब्ल्याक पार्ट निस्किँदैछ जापानको भनेर त यसो काले बजारी भयो नि है खाउ सबै त्यसलाई देऊ पुरै पसिना पसिना आऊ माथि खोलाको पानी चिसो खोला पानी ए त्यही हो कि लसुन पाउनु जङ्गल जङ्गल जाने क्या नि बिस्कुट बिस्कुट क्या यो त सबै ऊ भयो नि मौसममै खाएको चिज रहेछ केक रहेछ केक किन आइरहेको तिम्रो यहाँसम्म खानलाई
भाजेर खाए मात्रै हो भाजा न सन्त भट्टिसले धागन ठाउँमा पनि हाम्रो ऊ के अरे काँक्रो खानालाई भात गुलियो तिमी धेरै खानु ल भरे चटपट खानुपर्छ है घर माथि चिसा पनि जानुभयो क्या त्यो भयो अब चिसा पानी बनाएको भयो भने चिसा पानी ड्याम साइड अबदेखि गर्न पनि दिन्न मलाई यही भिडियो बनाउनु भन्छ कराउँछ भिडियो बनाए धेरै बनायो भन्छ कराउँछ म के गरौँ गाई त्यसलाई कुटौँ भनिदिनु पर्यो कुटिहाल्छु भन्नु कुटा त दिपा एकचोटि त ल भयो समात्नु भात चुमा अब हाम्रो यहाँ भाग लाउने भइरहेछ है हामी मात्र होइन रहेछ फोटो मात्र खिच्न आउँदो रहेछ सबै त्यही यत्रो पैसा तिरे अनि कता हल्ला गर्दै जा ओइ ओइ गर्दै जानु यहाँ छ नि त टिकटकमा त एउटा ठोटे भन्ने भाइरल भएको छ नि पाउँछ तपाईँहरूतिर के चाहिँ टिकटकमा ठोटे भन्छ अनि खान्छ नि हाम्रो कमिलो नि त खाएको त्यो होला कि यो होला कि तलको त मिठो छ म त खाऊ भाइ गुलियो हुन्छ अलिक गुलियो धेरै लाग्छ त्यो खाउँदैन तर यो चाहिँ अलिक कम रहेछ सिरिङ्गै हुनुभयो त कम रहेछ तर मैले खाएँ त्यति गुलियो पनि रहेन है नेपालमा रोड खाएको जस्तो रहेछ मिठो छ के है खैरोहरू पनि आएछ नि एउटा मात्रै छैन बच्चा पनि छ ल प्लेट खावाइने कस्तो राम्रो प्लेट है सानो मान्छेलाई सानो प्लेट है त्यो सबै जोडेर चाहिँ महँगो हो नि त नि यो म यहाँ उयो भिडियो बनाउँछु क्या यिनीहरूले मलाई भिडियो बनाउनु दिँदैन सल्लाहको रुख ओ त्यही पनि त भागी त हाल्छ मान्छे जता गयो त्यतै आइहाल्छ यहाँ बसिरहेछौँ हल्का चिसो चिसो पनि भयो कति बज्यो 4:15 भयो तिमीहरूले अघि नै 5 बज्यो भने होइन भर्खर 4:15 भयो रहेछ 4:15 भयो मान्छेहरू पनि छन् टन्नै रमाइलो पनि छ साँझको बेलामा आरिगातो गोजाइमासु माता みんな自然が好きね。そうですねみんな好きです好きね。はいみんな長くおって楽しんでもらって嬉しい。私たちも嬉しくなってますあ、本当ありがとう。この そんな手にそんな手になれば本当に嬉しいですそんな手？手に手ね。はいあ、本当いいやん嬉しいよ。みんな仲間、友達。ありがとうございますありがとうございますこの場所の説明してほしいですから一回してバス？場所の説明ここ白糸の森です。はいありがとう。はい、これは主人です。はい主人はツリーハウス作ったの。ツリーハウス私はね、はい居酒屋のママさん、料理をしてます。はいでね、2人で農業を始めて、おーいいですそしてこの白糸の森ができました。ねえ、はい今日来てくれてありがとう。ありがとうございますまた来てよありがとうはいまた来ますありがとうございますバイバイバイバイ。ありがとうございますバイバイआज चाहिँ हामीले यहाँ खानपिन गऱ्यौँ अनि फोटोहरू खिच्यौँ भिडियो बनायौँ धेरै बेर बस्यौँ रमाइलो भयो आज जङ्गलको बिचको क्याफे पहिलोचोटि आएको हामी रमाइलो भयो है आजको लागि यति नै नेक्स्ट भ्लगमा फेरि आउनेछौँ धन्यवाद माया गरिदिनु होला